नेपाली जनताको बुद्धिमा बिर्को लागेको छ कि क्या हो? यस्ता लुसिफर र यस्ता सहकारी ठगलाई भोट दिएर नेपालमा परिवर्तन ल्याउँछौँ भनिरहेका छन्। नेपालमा परिवर्तन किन चाहियो? हामी त अरूको दास भन्ने बानी परिसकेका होइनौँ? अरूको दास बनौँ न। जसले नेपालीलाई ताकी टाउकोमा गोली हान्न आदेश दियो त्यसलाई भोट दिउँ न। जसले 30-35 वर्षसम्म देशलाई लुटेर खरबौं खरब विदेश लग्यो त्यसलाई भोट दिउँ न। जसले कम्बोडियामा लगेर 26 अर्ब लगानी गर्छ टेलिकममा त्यसलाई भोट दिउँ न। जसले कालो धन घरमा लगायत विदेशमा खरबौं खरब राख्छ र घरमा डढेको अरबौं अरब कालो धनलाई एआई द्वारा डढेको भन्छ त्यसलाई भोट दिउँ न। जसले नेपाललाई 10 वर्षभित्र एसियाकै धनी देश बनाउँछु भन्दै विदेशीको इसारामा 10 वर्ष जनयुद्ध गरो, अहिले ऊ एसियाकै नम्बर 1 धनी मात्रै बनेर खरबौं खरबको मालिक बन्यो त्यसलाई भोट दिउँ न। जसले नेपालको सूचनाहरू विदेशीलाई बेच्छ, लाखौं लाख डलर त्यहाँबाट खान्छ। जसले बाख्रा पाल्छु भनेर 70-80 करोड राज्यसँग लिन्छ र सबै हजुर छ। अहिलेसम्म अरबौं खरबौं जसले लुटेको छ त्यसलाई भोट दिउँ न। जसले आफ्नै जनतालाई शरणार्थी बनाएर बेच्यो उसलाई भोट दिउँ न। जसले नेपालका कल कारखाना सबै बेच्यो, नेपालका खोला नाला सबै सिमानाहरू बेची खायो उसलाई भोट दिउँ न। जसले नेपालको धर्म संस्कृति सबै विनाश गर्यो उसलाई भोट दिउँ न। हेर्नुहोस् त हामी नेपाली 30-35 वर्षसम्म नेताहरूका हावाका गफलाई सपनामा सजाएर कति आनन्दले बसिरहेका थियौँ। एकाएक काठमाडौँको मेयर बालेन बनेर 30-35 वर्षसम्म कुनै पनि दल र नेताले गर्न नसकेको फोहोरको डङ्गरलाई सफा बनाएर काठमाडौँलाई हराभरा बनाउने यस्ता लुसिफरको ट्याग झुनाएका बालेनलाई भोट दिएर देश विकास गर्न किन चाहनुहुन्छ? देशलाई समृद्धि दिएर किन लान चाहनुहुन्छ? देशलाई समुन्नत बनाउन किन चाहनुहुन्छ? सहकारी ठग्ने जति ओली प्रचण्ड देउबाका नेता र कार्यकर्ता अनि सहकारीको ट्याग झुनाइएका यस्ता रवि लामिछानेलाई भोट दिएर देश विकास गर्न किन चाहनुहुन्छ? तपाईहरु पटमूर्ख हो कि के हो? हामीलाई किन चाहिएछ विकास? हामी त अर्काको चिलो लाउने, हजुर भन्ने, झोला बोक्ने, मासु भात एक दिन हसुर्ने अनि लगेर भोट दिने। हाम्रो काम भनेको त चुनावको बेला मासु भात 5 वर्षमा पूर्वमा हात होइन र त्यही गर्ने हो। त्यसैले उनीहरूलाई भोट दिएर देश विकासतिर नलागौं।